नमस्ते सबैजनालाई स्वागत छ एजी होम किचनमा। आज यो भिडियोमा म आलु चपको रेसिपी सेयर गर्न जाँदैछु। आलु चप चाहिँ एकदमै जाडो महिनामा खाँदा कति मिठो हुन्छ। मैले चाहिँ अब यसलाई चाहिने सामग्रीहरू प्याजलाई चाहिँ मसिनोसँग काट्न थालेँ। यसरी धनियालाई पनि मसिनोसँग काट्ने। अनि लसुनको पातलाई पनि मसिनोसँग काटे। सबै लसुनहरूलाई सबैलाई काटिसकेर मैले यसरी प्लेटमा राखेँ। अब चाहिँ मैले आलुलाई लिएँ, उसिनेको आलुलाई। त्यसपछि एउटा कोरेसोमा सबैलाई मसिनोसँग कोर्न थालेँ। यसलाई चाहिँ मसिनो बनाउनु पर्छ। यसरी मैले सबै आलुहरूलाई कोरेँ। मैले सबै आलुहरूलाई यसरी कोरिसकेर एउटा बाउलमा काटेको प्याज, धनियाँ, लसुनको पत्ताहरूलाई राखेँ। मैले चाहिँ स्वाद अनुसारको नुन राखेँ। त्यसपछि गरम मसला राखेँ। खुर्सानीको आफ्नै घरमा पिसेको खुर्सानीको धुलो राखेँ। त्यसपछि यसलाई राम्रोसँग सबैतिर लाग्ने गरेर मिक्स गर्ने। यसरी मिक्स गरेर मैले यसरी सबै भ्याइसकेँ। त्यसपछि हातमा पानी लगाएर यसरी आलु चपको सेप दिने। यसरी बिस्तारै गरेर मैले यसरी सेप दिन थालेँ। यसरी कसैलाई चाहिँ पातलो मनपर्छ र कसैलाई मोटो, मैले ठिक्क ठिक्कको बनाएको छु। र यसरी मैले सबै आलु चप बनाएर भइसकेँ, रेडी भइसक्यो। त्यसपछि मैले एउटा कचौरामा 4 चम्चा सानोको चम्चाको बेसन लिएँ। त्यसपछि बेसार राखेँ, खुर्सानीको धुलो राखेर थोरै नुन राखेर यसरी थोरै थोरै पानी राख्दै ब्याटर बनाउन थालेँ। सबै बिस्तारै घोल्दै जाने, थोरै पानी राख्दै। यसरी खोलेर चम्चाको पछाडि लगाउँदाखेरि यत्तिकै बस्यो भने हाम्रो ब्याटर रेडी भइसक्यो। त्यसपछि मैले ग्यास अन गरेर एउटा कराई बसालेँ। त्यसपछि कराईमा मैले तोरीको तेल युज गरेको छु। तोरीको तेल राखेँ र एकछिन टुनाको लागि छोडेँ। र मैले अहिले बनाएको आलुलाई यसरी डिप गराएँ ब्याटरमा, बेसनको ब्याटरमा। र माथिबाट यो मैले ब्रेड पाउडर राखेँ। यो ब्रेड पाउडर राख्दाखेरि चाहिँ एकदमै क्रन्ची हुन्छ, एकदम मिठो हुन्छ। र यसरी कराईमा फ्राई गर्न राखेँ, सानो मिडियम फ्लेममा। र यतिको भएपछि हाम्रो यो आलु चप पनि रेडी भइसक्यो। एकदमै क्रन्ची बनेको छ र एकदम मिठो पनि छ। र यसै गरी मैले सबै आलु चपहरूलाई यसरी नै बनाएँ, यसरी नै फ्राई गर्ने। हजुरहरूलाई पनि आलु चप मनपर्छ र बनाउन चाहनुहुन्छ भने घरमा नै सजिलैसँग बनाउन सकिने यसरी नै बनाएर क्रन्ची र
मिठो आलु चप बनाएर खान सक्नुहुन्छ। र यसरी मैले सबै आलु चपहरू बनाएर रेडी भइसक्यो र मैले यसरी प्लेटमा सर्भ गरेको छु। मैले तिल र टमाटरको चटनीसँग सर्भ गरेको छु। यदि यहाँहरूलाई मेरो भिडियो मन पर्यो भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। भिडियो हेर्नुभएको